सम्पूर्णलाई स्वागत छ बिनाको भिडियोमा। हजुर यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ काँक्रा रोपेको थिएँ मैले हैन। काँक्रा रोपेको बोट चाहिँ हेर्नुहोस् यस्तरी आएको छ कि बाफरे कति धेरै हेर्नुहोस् यति धेरै बोट छ, तर फल्नु चाहिँ फलेको छैन भन्दा पनि 2-3 वटा चाहिँ फलेको थियो, त्यहाँदेखि चाहिँ फलेको छैन। हेर्नुहोस् यस्तो छ काँक्रा। यसले चाहिँ किन फलेन होला, कि म फलेर बुढो हुन्छु छिट्टै भनेर यो नफलेको हो कि के भएर फलेन। हेर्नुहोस् है यस्तो फुल्नु चाहिँ फेरि फुलेको छ मजाले क्या, यस्तो छ कि बिनाको गरेछ त यस्तो छ है हजुरहरू। काँक्रा थियो त्यो पनि 2-3 वटा फलेर फल्नै छोड्यो। अनि त्यस पछाडि यहाँ छ एउटा तेजपत्ता सानो रोपेको, यति ठुलो भइसकिसक्यो। अनि यहाँनिर जङ्गल घारी जस्तो देखिएको छ। यहाँनिर एभोकाडोको बिरुवा चाहिँ रोपेको थिएँ, दाना रोपेको थिएँ पोहोर बिहा। अनि यत्रो भइसकिसक्यो। यो चाहिँ मेरो बहिनीले पठाइदिएको थियो नि त भोजपुरदेखि एभोकाडो, अनि मैले खाएँ। अनि त्यसो खाएपछि यसको भित्रको बिहा चाहिँ रोपेको यत्रो भयो। अनि यता बोडीहरू थियो सबै खाइसकेँ कि बोडीहरू यता खाइसकिसके। यहाँ चाहिँ अमिलो पोक्कै फलेको छ क्या, यता कलिलो छ, यति धेरै लट्टै फलेको छ। सबै काटेर फालेको थिएँ, फेरि 2टा हाका राखेको यस्तो फलेको छ कि लाटो फलेको छ। अनि इस्कुस पनि रोपेको, लु छारीभित्र यस्तो छ है इस्कुसको हालत छैन है। अनि उहाँ चाहिँ नरिवल हुनुहुन्छ, यता चाहिँ कलिलो छ फलेको छ हल्का हल्का यस्तो छ। यो चाहिँ साग हो, यो पनि कोला पसाएको छैन, यति ठुलो भइसक्यो। यहाँ यो आरुको बोट थियो, यहाँ ठुलो फल्दै गरेको आरु थियो, मैले चाहिँ काटेर फ्यालेको, किनकि सबै आरु कुहेर जानेको, त्यही भएर चाहिँ मैले काटेर फ्यालेको। र पनि काटेको ठुटाबाट पनि उम्रेर यत्रो भएको छ क्या आरुको बोट। लु मेवा, यो मेवा हुने चाहिँ होइन होला कि यस्तो छ है घारीभित्र। पहिले ठुल्ठुलो थियो मेवाहरू सबै मासियो, अन्त यो पछि यो पलाएको यत्रो छ, के होला यस्तो छ है यस्तो छ। उखु पनि छारीभित्र छ बिचरा। यो चाहिँ उहाँ पर माइली बहिनीकोदेखि लिएको बिरुवा एउटा जगाएको थिएँ, अस्ति हावाले सबै भाँचेर भएको थियो, अरू सबै बाख्राले खाइदियो। एउटा चाहिँ जागेको छ, यत्रो भएको छ, यसको पनि टुप्पी यहाँ खाइदियो कि उसले, के अरे होइन यो त खाएको होइन भाँचिएको हो यो चाहिँ। अनि यो चाहिँ माइली बहिनीकोदेखि लिएको थिएँ, चारो हुन्छ घाँस हुन्छ नाना भनेर भनेको थिएँ, भिडियोमा देखेको थिएँ। अनि मैले मागेरै लिएको थिएँ क्या, 6-7 लिएर रोपेको, तर एउटा मात्रै जाग्यो नि त। नि यो चाहिँ माघ महिनामा ल्याएको थिएँ यस्तो छ। अनि एउटा चाहिँ कोला यहाँ पसाएको छ है हजुरहरू, धेरै खाप त छैन रहेछ नि भर्खर, के अरे यति पनि नफल्ने रहेछ, धेरै चाहिँ थोरै फल्ने रहेछ। यस्तो छ यस्तो छ है। घारी त यस्तो छ, कर्सा बारी त राम्रो छैन है हजुरहरू। यस्तै हो बिनाको घर आँगनको करेसा बारीहरू यस्तै छ, केही छैन।